गाइस ल आज चाहिँ मकै काटियो। यो भटमास चाहिँ हौसिनु चाहिँ यस्तो हौसिया छ, फल्न चाहिँ खोइ कतिको हो पारा ल्याउँछ छैन। एकदमै मकै सकै काट्यो, ढोड यति थुपारियो। अब अलिअलि नपाकेको यति बाँकी छन्। मकै चाहिँ 2 धोक्रो 3 धोक्रो निकाल्यो। सानो छोराले उहाँ पुऱ्याएर थान्दैछ, पर्र थान्दैछ। 1 धोक्रो मकै मेरो छोराले लग्दैछ। यति बाँकी रह्यो नपाकेको। यो चाहिँ राख्नु पर्यो, पछि आउनु पर्ला लिन। मजाले पाकेपछि पानी परेर मकै पनि भाँच्न पाइएन के गर्नु। गरे के हुँदैन है। यतातिरको भटमास चाहिँ यस्तो हुँदो रहेछ के, हाम्रोतिरको फेरि यस्तो छ। कस्तो फल्ने हो मेरो भटमास, त्यो फल्छ जस्तो छ। झ्याप्पै दाना चाहिँ लागेको छ। कतिको फल्छ फल्न चाहिँ रोडमा मजाले रोप्नु भएको छ। यतातिर अब हाम्रो चाहिँ बोट चाहिँ यस्तो हौसेको छ। दाना चाहिँ एउटा ठाउँ लाख हेरौँ पुसा चाहिँ कतिको फल्छन्। मकै यति बाँकी रह्यो। यो पाकेको के हरियो हरियो छ, राखौँ किन लानु। यति बाँकी रह्यो। अब जानुपर्छ ओह्रालो। यस्तो छ है साथीहरू। यो चाहिँ यतातिर घर बनाउनु पर्ने, सकिँदैन। ऋण तिर्दा हैरान छु। अनि हाम्रो ओखल ढुङ्गादेखि बिउ मगाएर कोदो रोपेछु रहरले। कोदो पनि गोड्ने बेला भएछ। कहिले गोड्नु, काम कति हो, म कहिले भ्याउनु। हेर्नु साथीहरू, कोदोलाई झपक्कै झार्ने छिर्के छ। यस्तो भएको छ। फुल पनि हालेको छु बिचमा। यता कोदो बाक्लो भए खनाइ नि राम्रो भए झार्दै त्यो आएन। मास्तिर चाहिँ झारधेर भयो के। ल यस्तो छ है साथीहरू मेरो कृषि कारखाना। आमै कोदोमा झप्पै झार्छ। कहिले गोड्ने होला। कति साह्रो हो के त झार्दै। यस्तो झार आएको छ आम्मै। कहिले गर्नु त यो कोदो कि लोदो हो यो त के हो। उखाल्दिएँ म त यस्ता कोदो हो यार। यस्तो झार आएछ यार। कहिले गर्नु मेरो कोदो गर्ने बेला भयो। कोदो रोप्दै लागेको पिरती छुट्टै डोरी फुल्ने बेलामा भन्छन्। पिरती त लागिएछ कोदोसँग। कतिको हुने हो मेरो रहरको खेती। भक्तपुरमा चाहिँ कोदो कस्तो हुँदो रहेछ भनेर नि रोप्नु पर्यो भनेर के। कोदोभित्र चाहिँ झारहरू पनि यस्तरी उम्रेछन् साथीहरू। हेर्नु है। आम्मै के हो यस्तो अचम्म गरी उम्रेछ त झार त। हजुर आएको फेरि आयौ तिमी। राखेर आयो। खोज्न आइसकेछ मेरो पुन्टे मलाई यहाँ। म चाहिँ जानु पर्यो, अब झर्नु पर्यो। कोदो गोड्ने बेला भएछ के यहाँ छोरो हाले रहेछ। कहिले गोड्नु होला यो कोदो, कहिले आउँछ यसको पालो। बोक न झारले खर्लप्पै खाछ के। मुला झारै झार भएको उसमा चिप्लियो छोरा म त। गाइस यहाँ धेरै मच्छर आउँछ। मच्छरले टोकिरहेछ। सिमी भेट्यो। यहाँ मच्छर छ गाइस। मच्छरै मच्छर छ यहाँ भरि।
यताबाट हामी कचिया बोक्छु र हराउँछ हँसिया लास्टै बाग्लो रोप्दैछु के साथीहरू यहाँ चाहिँ नि कत्रो धेरै मच्छर आएको लो चलो चलो जाउँ अब कुरो गर्नुपर्छ अब एक दिन आएर हे जानु पर्यो है साथीहरू रात पर्यो